गुड मर्निङ गाइज। आज चाहिँ म तपाईहरुलाई गौरीशंकर हिमाल नजिकबाट देखाउन गइरहेको छु। त्यहाँ जाँदैछु म ट्याक्क सरर। यो चाहिँ मेरो घर ठ्याक्कै गाइज सरर। म चाहिँ अहिले तपाईहरुलाई नजिकबाट देखाउन गइरहेको छु गौरीशंकर हिमाल। नजिकबाट देखाउने त्यो ठाउँमा चाहिँ म जाँदैछु आज गौरीशंकर हिमाल। म चाहिँ अहिले जाने ठाउँ चाहिँ यहाँ आइगएको छ। कामथाला डाँडा भन्छ, लामथाला डाँडा भन्छ। बस यो गौरीशंकर हिमालको चाहिँ म ठ्याक्क तपाईहरुलाई नजिकबाट फोटो देखाउनको लागि म त्यहाँ जाँदैछु। यो लास्टसम्म हेरिदिनु होला प्लिज। घरबाट निस्केर यसो आफ्नो गाउँठाउँको जङ्गलसँग पहिला दाउरा घाँस गरेको ठाउँ चाहिँ हेर्न जाँदैछु म, कस्तो भएछ भनेर जाँदैछु गाइज ट्याक्क लाएर। यो ठाउँलाई चाहिँ ठुलधारा भन्छ गाइज। यहाँ पानी खाने हामीले चाहिँ यही हो। यो चाहिँ हाम्रो बारीहरू। यो चाहिँ रोड। यो चाहिँ पाङडाँडा भन्छ यसलाई चाहिँ। पहिला चाहिँ हाम्रो घर यहाँ थियो। यो अहिले चाहिँ जङ्गलमा यहाँ ठ्याक्कै यहाँ थियो हाम्रो घर। अहिले चाहिँ त सरिया छ। यो चाहिँ पाङडाँडा भन्छ यसलाई चाहिँ। पहिले चाहिँ हाम्रो घर चाहिँ यहाँ थियो। पहिला यहाँ थियो। यो नजिकको गर्छु भने हाल्न सक्नुहुन्छ तपाईँहरूले। सुरुमा यहाँ थियो। यो अहिले गोठ भएको उतापट्टि यहाँ थियो। यो चाहिँ हाम्रो जेन्सी टोल गुरुङ टोल हो। यो माथिको चाहिँ यो चाहिँ हाम्रो माइल बुवा घर। यता ठुल्कान्छो बुवा घर, यो ज्ञानीको घर, यो साइलुवा घर, यो रातो जस्तो लाग्ने जेठबुवा घर, यहाँ हाम्रो पाको माइलोबुवा घर, यो चाहिँ साइलुवा घर। अनि यहाँ माथि देख्न सक्नुहुन्छ यो जङ्गल छेउमा चाहिँ हाम्रो पाखा कान्छो बुवाको घर छ। टोका हाम्रो गुरुङ बस्ती दामी थियो पहिला। अहिले सबै काठमाडौँ गएर बसोबास गर्ने भएर गर्दाखेरि अहिले हाम्रो फर्स्ट घर यहाँ थियो। त्यसपछि यहाँ चाहिँ हामीले पिङ थाप्थ्यो दसैँमा। ट्याक्क दामी पिङ थाप्थ्यो। लिङ्गे पिङ भनौँ या रुखी पिङ भनौँ। यो चाहिँ हाम्रो लालीगुराँस यहाँ थियो। गोफलाको लहराहरू पनि छ यहाँ। अनि त्यसपछि यहाँ थियो हाम्रो घर। हाम्रो घर सार्नको कारण यहाँ यो ठाउँ देख्न सक्नुहुन्छ तपाईँले। यो ठाउँमा चाहिँ पहिरो गएर ठुलो पहिरो गएर हाम्रो घर हल्लाएर भत्क्या भएर कारणले गर्दा चाहिँ हामीले घर चाहिँ अहिले हामीले यो ठाउँमा सारेको छौँ। देख्नुहुन्छ लामपुर डाँडा भन्छ होला। यो चाहिँ हाम्रो घर हो। यो रातो जस्तो लाग्ने लगायो यो हाम्रो घर। अहिले चाहिँ त्यही अब राम्रै छ, ठिकै छ त्यहाँ। त्यसपछि अहिले गुरुङ बस्ती पहिला यहाँ थियो, दामी थियो पहिला हाम्रो घर यहाँ थियो। यो चाहिँ
गाइस देख्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ लालीगुराँस खतरा है गाइस ल हेर्नुस् तपाईले लालीगुराँस हेर्न सक्नुहुन्छ मेरो पछाडि छ अहिले चाहिँ म यहाँ पारी जाँदैछु यो पारी एक्लै टक्क यसो भ्यूजहरु हेर्न पहिला हामीले घाँस दाउरा गरेर ठाउँ कस्तो भछ भनेर चाहिँ हेर्न जान लाग्यो गाइजहरु ट्याक्क है तपाईले लास्टसम्म हेर्दिनु होला म भिडियो राम्रो बनाउने कोसिस गर्छु सकेसम्म है गाइज पहिला जस्तो हिँड्नु नसकिने चाहिँ गाइजहरु बाटो तल थियो पहिरो गएर चाहिँ माथि पहिला यहाँ तल पर्थ्यो गाइज बाटो अहिले चाहिँ माथि भएर रहेछ अझ तल गइदिने ठाउँ र अहिले चाहिँ यहाँबाट पहिरोको भएको कारणले गर्दा बाटो माथि बनाएको छ पहिला हामीले दाउरा घाँस गर्ने ठाउँ है यो गाइज दाउरा घाँसहरु पुरै हो बाटो आउँथ्यो पहिला हामी यसै तुलसी भन्छ तर पहिरो गएको छ गाइज बाबा पहिला यस्तो दामी ठाउँ थियो अहिले पहिरोले हेर सबै बिगारेछ है गाइज हुन्छ गाइजहरु यो पछाडिको चाहिँ हामीले पहिला गाई चराउने ठाउँ हो र हामी दाउरा घाँस गर्ने भाइले घाँस चाहिँ गर्थ्यो अहिले चाहिँ अब पहिरोले गर्दा यस्तो भएको छ गाइजहरु हेर्न सक्नुहुन्छ पहिरो यति ठुलो छ कि ल हेर्नुस् न ठुलो है पहिरो खाँदैन हो माउ घाँस खाएर आउनु मा ए आउनु आउनु लास्ट टाढो छ मलाई गइसक्यो लास्ट टाढो छ अझ आधा घन्टा चाहिँ लाग्छ होला गोरुसँग नजिक गएर देखाउँला तपाईहरुलाई अहिले चाहिँ म ठ्याक्कै यहाँ खोर्ल्याङ भन्ने ठाउँमा आइपुगेको छु यो तल चाहिँ देउलाङ भन्छ यता चाहिँ हाम्रो यो माथि चाम्बुक चौर कामथला डाँडा यो तल चाहिँ हाम्रो गाउँ भइहाल्यो गलेछ गाइज एक्लै घाम लागिरहेछ रमाइलो भएर चाहिँ घुम्न आएको पहिला दाउरा गएको ठाउँ अहिले अलि हिँड्न सक्दैन भनौँ भने नाटक पारी भन्छ लास्ट गाह्रो हुँदो रहेछ गाइज ट्याक्क अझै जाँदैछु अझै आधा घन्टा चाहिँ लाग्छ होला यो ठाउँ पुग्न आधा घन्टा चाहिँ लाग्छ होला त्यहाँ पुगेपछि तपाईँलाई म भिडियो फुल्ली इन्जोय हुने तपाईँलाई देखाउँछु डर लाग्दो छ भिड चाहिँ यहाँ माथितिर हेर्नुहोस् भिड चाहिँ राइट डरै लाग्छ यार उनीहरू यस्तो छ फेरि यस्तो भिड खतरा डेन्जर छ गाइजहरु पहिला हामीले खन्याएको बाटो र सबै गाउँले मिलेर हुँदै हेर्नुहोस् ल गाइज है गाइज यस्तो भिड छ गाइज म चाहिँ यहाँ भिक्स खसेँ क्या लिनु आएको यस्तो छ भिड यस्तो छ भिक्स झऱ्यो अनि लिनु आएको बाटो त छैन बाटो धेरै भिड ट्याक्कमा जाँदैछु गाइजहरु भिक्स झऱ्यो लिनु आएको बाटो छैन हाइट
पहिला हिँडेको बाटो अहिले चाहिँ कारणहरू हेट फाइनली रोडमा आयो यो बन्द झर्दियो नानी भेग चाहिँ हेट यहाँबाट तलतिर पुनः लागि गाइज फाइनल गाडी मजा आइपुग्नु लाग्यो तर ला टाढो हाम्रो हाइट हेलो गाइज देख्न सक्नुहुन्छ म चाहिँ फाइनली लम्थाला डाँडा आइपुग्यो लम्थाला डाँडा भ्यूज देख्नुहुन्छ है दामी छ गाइज नजिक छ त्यहाँबाट चाहिँ नजिक हेर्न सक्नुहुन्छ म हजुरलाई सबैलाई देखाउँछु लेट्स गो हामी चाहिँ पहिला दाउराहरू खोज्न आउने ठाउँ यो चाहिँ बिजुली भिर भन्छ यहाँ तल यो सेलेले भन्छ यहाँ चाहिँ निगाला काट्न जान्थ्यो हामी पहिला बाबाहरूसँग पछि यो चाहिँ चण्डार भन्छ मन्दिर छ होली फुट्ने भयो पर्सि हजुर आमाहरू जाने पर्सि टिस्टा गौरीसँग हिमाल हाम्रो 8800 किलोमिटर है 7700 किलोमिटर गौरीसँग हिमाल रमाइलो छ गाइजहरू हेर्नु होला तपाईँ रोमान्टिक छ दामी छ सुन्दरतामा आउनु होला तपाईँ पनि हेर्न फुल्कै फुल्ला हावासिरी ठन्डा गौरीसँग मन नजिक छ हेर्नु कस्तो लाग्यो कमेन्ट सब्सक्राइब लाइक गरिदिनु गाइज